सो हाई एभ्रिवान, जोले नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ। मेरो चाहिँ भाइबारी अनि मेरो साथीको चाहिँ दिदी आउनुभएको थियो अनि आज हामी घुमफिर गर्न गयो बुटोल दानापुर्ता। अनि मेरो भद यस्तो फटा छ कि कोक ग्लासमा नहानी रे, त्यसलाई सिँगै बोतल चाहियो अरे। अनि रोएर उफ्रिरह अनि मेरो साथीको छोरीले दिए बिचरा। अनि भित्र जाने बित्तिकै गीत बजिरहेको थियो। हाम्रो बहिनीले पनि डान्स देखाइदिइहालिन्। हामी सबैलाई भोक लाग्थ्यो। घुमफिर गर्नुभन्दा पहिले हामीले खाजा खायौँ अनि हाम्रो भदेलाई पनि चेस गर्नु पर्यो रे। अनि चटपटे पनि चेस गर्नु पर्यो रे। अरूले 1 2 3 चेस भन्छन्, उसले 1 2 3 4 भन्छ कि। अनि दानापुर तालको लोभलाग्दो भ्यू अनि कमलको फुल, खासमा हामी त्यही हेर्न गएको हो। अझै नजिकबाट सुन्दर दृश्यहरू निहाल्नको लागि हामी चढ्यौँ यो बोटमा। देख्न सक्नुहुन्छ मेरो साथीले फुल टिप्न जोडजाड गरेको छ तर सकेन। मैले चाहिँ फाइनली एउटा सुन्दर राम्रो कमलको फुल टिपेँ। उता मेरो भाइबारीले पनि बाबु काखमा राख्दै जोडजाडका साथ फुल टिपिरह। फुल टिप्न मनाइ कसैले भन्नुभयो, सबैले टिपिरहनु भएको थियो। फुल टिप्न त नआउने हो। त्यो सुन्दर कमल फुल देखेपछि हामीलाई पनि टिपम लाग्यो। गाली चाहिँ नगरिदिनु होला है। मेरो छोरी र बहिनीले फेरि हामीले त यत्रो कपिलाई टिप्यौँ सकिन भनेर हाँसिरह। दिदीले फेरि फुलेर झरेको के त्यो टिप्नु भएछ, कसैले पात टिपेछन्। मेरो छोरीलाई चाहिँ मैले दिएँ। सबभन्दा धेरै चाहिँ हाम्रो भाइबारीले टिपे, फर्स्ट उनीहरू भयो। हामीले टिप्यौँ धेरै भनिरहन्, गाली चाहिँ नगरिदिनु होला। सबले टिपिरहनु भएको थियो। ओके, बाई बाई गाइज, फेरि भेटौँला नेक्स्ट भिडियोमा। सबैले रमाइलो भयो भन्दै हुनुहुन्छ।